के हो केटा यार मेरो पैसा प्यासेन्जरले देख्छ मैले देख्दैन क्या यार तनाव छ केटा हो प्राय सबैले मधेसी भन्छ मधेसी तपाईलाई त कालो देख्दिन त बेला बेलामा मोबाइल खस्छ कि राम्री केटी देख्नै हुँदैन फोनलाई के बोले भाइ हैन त ल मोबाइल खस्यो मेरो ल्याइदिनु त धेरै साँच्चै ट्याङ्कीमा राखेर लगिदिन्थे थोरै भयो भने ट्याङ्कीमा राखेर लाने रे दाइले हो एकजना आउने हो त अगाडि क्यामेरा अन छ छैन किन के भन्छ ओ यहाँ अलि अगाडिसम्म ट्रिपल जान मन छ हेलो एभ्रिवान वेलकम टु न्यू ब्लग आजको नयाँ दिन नयाँ ब्लगको साथमा फेरि उपस्थित भइसकेको छु है अनि भन्नुपर्दा मेरो फर्स्ट राइड चाहिँ याङ्गोमा लागिसकेको छ अनि जानुपर्ने कोटेश्वरमा हो यता म आएको यार लोकेसन हेरेर आएको गल्लीमा छिराइदिइरहेको त फेरि फोन गरेर फेरि अनि कता म यहाँ गल्लीभित्र हो भनेको होइन त यता पछाडिबाट आउनु न भनेर भन्नुभएको थियो अनि म यो पछाडि साइडबाट जाँदैछु है अनि यो बाटो गयो भने ठिक्क पुग्छु होला अनि त्यो भएर म यहाँबाट जाँदैछु लेट्स गो आजको नयाँ दिन नयाँ ब्लगको साथमा फेरि पनि स्वागत छ भन्दै म आइसकेको छु एसपी मोटु ब्लग है त गाह्रो छ केटाको गाह्रो छ यार खोइ यहाँ अगाडि त देख्छु म कतातिर हो भन्ने कुरा हो क्या फेरि यहाँबाट भित्र छ क्या फेरि हस् तपाईँ हो आउनु त हो तपाईँको लोकेसन त वहाँभित्र पो देखाइरहेको थियो लज्जामा बस्नु त म यहाँ माथिबाट आएको ठिक्क उता देखाइरहेको थियो क्या क्यामेरा अन छ छैन किन के भन्छ ओ यहाँ अलि अगाडिसम्म ट्रिपल जान मन छ अगाडिसम्म तिरवल को जाने हो र मात्रै हो अर्को को जाने हो यो हुन्छ हुन्छ हो ल जाऊँ न बस्नु न छैन गरे होइन किन गर्ने हो र दाइ नबनाउनु है ब्लग ल ल बस्नु न पछि त भाइरल भइदिएर हो के हुन्छ त भाइरल हुँदैन अबे तपाईले ब्लग केही त हुँदैन बाइ अझ अर्कोलाई नि बोलाए भए हुन्थ्यो अर्कोलाई चाहिँ कहाँ राख्ने ट्याङ्कीमा यहाँ ट्याङ्कीमा राखिदिन्थेँ मैले अर्कोलाई नि बोलाए हुन्थ्यो रे दाइले त साँच्चै ट्याङ्कीमा राखेर लगिदिन्थेँ थोरै भयो भने ट्याङ्कीमा राखेर लाने रे दाइले हो एकजना आउने हो त अगाडि हजुर एकजना अगाडि आउने हो त हैन नि हो नआउने किन ला कसरी मोड्छ हौ तिरवल लोड्छ यहाँ फेरि तपाईँहरूको घर यतै हो हजुर यता कता कहाँनिर भन्नु त हजुर यता कता कहाँनिर हो सानेपामा ए हो अब यताबाट कता सिधै यता कुन मार्ग हो घर हजुर कुन मार्ग हो घर साचल ए हो ए दुवैजनाको हजुर दुवैजनाको एउटै ठाउँ हो हैन उ कीर्तिपुरको ऊ किर्तिपुरको कसरी भेट भयो त एक्कासी सिधै हो रे म दाइ त होइन होला हौ भाइ होला म कति वर्ष हुनुभयो तपाईँहरू 20 वर्ष जम्मा तपाईँ दुईटैजना तपाईँ म त 21 भइसक्यो किन नजाने हो मसँग हैन अर्को साथी आउँछ ए अर्को नानी लाने ल जाऊँ हामी तपाईँ त यतैको लोकल रहेछ है हजुर मैले त हेर्दा त के बोइलर जस्तो देखिरहेको क्या बोइलर बोइलर अनि मोटो मोटो हुनुहुन्छ त तपाईँ कस्तो ल त्यही भएर बोइलर देखिरहेको क्या ठिक छ देख्नु पर्यो होइन त ल मोबाइल खस्यो मेरो ल्याइदिनु त धेरै भ्लग बनाउनु छ्या फुट्यो क्या हो फुट्यो थ्याङ्क यू हो ल जाऊँ हुन्छ हुन्छ बस्नु न अब लोकेसन तपाईँ भन्ने हो त मलाई लोकेसन थाहा छैन हो ए थाहा छ छ्या तनाव भयो नि हजुर
बेला बेलामा मोबाइल खस्छ कि राम्री केटी देख्नै हुँदैन फोनलाई राम्री केटी देख्यो कि फोन खसिहाल्छ भने कस्तो गर्मी भएको है तपाईँले भएन हो हाया पुरै पैसा बोक्नु भयो मेकअपको 110 नै लस धन्यवाद ल रामसँग जानु ल मेरो नाम ल ल ल हाल्दैन हो किन हाल्नु छ मेरो नाम सुभाष ब्लक सुभाष ब्लक ब्लक हान्नु आउँछ ल ल ल ल हस् वेलकम के हो केटा नहाल्नु पो भन्छ यार ब्लग यारमा आएकोरी हालिहाल्ने नि यार किन होइन ब्लग बनाएको यत्रो दुःख गरेको छु यार ब्लग पो नहाल्नु भन्छ यार आफ्नो भिडियो आउँछ भनेर होला सुभाष ब्लग भनिदिएको खुलित्तै ल केटा मेरो फर्स्ट राइड चाहिँ कम्प्लिट भइसकेको छ है आज टार्गेट 26 को थियो भनेपछि अब 25 वटा राइड फिनिस पार्नुपर्ने हुन्छ है त ल फेरि अर्को राइडमा भेटौँ ल भनेपछि मेरो फेरि सेकेन्ड राइड पनि लागिसकेको छ है मैले अनि फोन गरिसकेको छु लोकेसनमै हो तपाईँ भनेको म लोकेसनमै आउनु न कहाँ नजिक हो भाइ तपाईँ भन्दै हुनुहुन्थ्यो मेरो प्यासेन्जरले म खोलाको साइडमा छु भनेको ल ल म आउँदैछु भन्नु बाहा खोइ यहाँनिर अगाडि कता होला सायद तपाईँ हो फोनै उठाउनु भएन खोइ देखाउनु त हो ग्लोबल कलेज हो हो हस्पोट इसेवा ए हुन्छ 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 भाषा चाहिँ मनपर्छ मलाई त प्राय सबैले मधेसी भन्छ मधेसी तपाईँलाई त कालो देख्दिन त कालो हुँदैमा कहाँ मधेसी हुन्छ त अनि मधेसी टोन त्यस्तो आउँछ अरे कि मधेसी जस्तो हो होस्टेलमा जहिले रुममेटहरू मधेसी नै हुन्थ्यो अनि टोन त्यस्तै भइसकेको छ कि मेरो चाहिँ ए ल ठिक छ म त कालो मान्छे पुरा जस्तो मधेसी हुन्छ त त्यही भएर सोधेँ क्या साँच्चै तपाईँ कालो भएको भए मधेसी नै भन्थ्यो होला सबैले आउँछ झन् पहिला नाकमा त्यो फुली लगाएको कि के हुन्छ नथी भन्छ कि नथी लगाएको थियो कसैले विश्वास गर्दैन म पश्चिमको हो हेलो गाह्रो छ केटा गाह्रो छ अब लोकेसन त यहाँ अगाडि छ कहाँनिर भन्नु ल लोकेसनमै हो के भन्नुभयो लोकेसनमै हो ल भित्र छिर्नुपर्छ कि यता के भन्नुभयो भित्र छिर्नुपर्छ कि सिधै हो होइन यहाँबाट थोरै दिँदा हुन्छ ल अब यही साइडमा रोक्दा नि हस् वेलकम ल भनेपछि मेरो सेकेन्ड राइड पनि कम्प्लिट भयो है त अनि जम्मा 62 को थियो अब पैसा चाहिँ उतै पे गरिदिनु भइसकेको थियो त्यो भएर पैसा यता लगिन है त्यही हो केटा हो म अब 1300 राइडको लागि वेटिङमा छु भनौँ न आज 1 घन्टामा 4वटा राइड चाहिँ कम्प्लिट हान्न पर्ने हुन्छ क्या जोसै जोसको थाल्ने है ल उतै भेटौँ है त तेस्रो राइड पनि लागिसकेको छ है भनेपछि यो मेरो तेस्रो राइड हो थोरै अगाडि छ भनेपछि कहाँनिर हो भन्ने कुरा हो क्या खोइ लोकेसन त यतै देखाइरह तपाईँ हो खोइ देखाउनु त हेर्छु ल हो बस्नु त हुन्छ बस्नु न अब जाने मान्छे नबसेर के गर्नु होइन तपाईँ घर कता हो र तपाईँ घर कता यतै हो कता हो र पश्चिम पश्चिम कता घोडाघोडी
ए दाङ पो तपाईँ हजुर दाङको हो दाङको दाङ होइन नि घोडाघोडीबाट घोडाघोडी भने कता उता अब पश्चिम ए हो म पनि पश्चिमको हो नि त ए कता म नेपालगञ्जको त्यही भएर सोधे हो क्या पश्चिम भन्नुभयो कि यता के को लागि जान लाग्नु भएको हजुर के को लागि जान लाग्नु भएको ए काम छ हो बोयफ्रेन्ड भेट्न त होइन फोनमै बिजी हो प्यासेन्जर तर अहिले शीतल हावा आइरह तपाईँ यता के पढ्नुहुन्छ हजुर ए घरतिर जानुहुन्न हजुर घरतिर जानुहुन्न तपाईँ जान्छु ल यतै हुन्छ मेरो थर्ड राइड पनि कम्प्लिट भयो हुन्छ हुन्छ जे दिँदा नै हुन्छ चेन छैन हेर्छु ल हेर्छु मसँग चेन छैन हो 100 को मात्रै छ पुग्छ होला नि 100 के हेर्छु पुग्छ होला चालीस कति भयो 55 होला होइन पुग्दैन 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 मलाई अनि त अरु पनि पातलो हेर्छु ल ठ्याक्कै त्यो 10 मिनट भएर 10 छ र ए छ हुन्छ हस् धन्यवाद ल के हो केटा यार मेरो पैसा प्यासेन्जरले देख्छ मैले देख्दैन क्या यार तनाव छ केटा हो ल मेरो थर्ड राइड पनि कम्प्लिट भयो है त अब म चौथो राइडको वेटिङमा छु भनेपछि कति बेला लाग्छ हेरौँ है त